हेलो साथीहरू, अहिले चाहिँ म यो फिदिमदेखि केही मासतिर रमितेमा आएको छु र यो रमितेमा चाहिँ किन आएको छु भन्दा लगातार केही दिनको बर्सातपछि फिदिम बजार एकदमै खुलेको छ र यो फिदिम बजारको दृश्य यहाँलाई यहाँबाट देखाउन गइरहेको छु। र फिदिम बजार चाहिँ यति बेला यसरी एकदमै खुलेको छ, घाम पनि लागिरहेको छ र यहाँदेखि म यहाँलाई यो फिदिम बजारको दृश्य यसरी देखाइरहेको छु। एकदमै सुन्दर देखिरहेको छ र यहाँदेखि चाहिँ यहाँलाई यो फिदिम बजार मात्रै होइन, यो पाथिभरा यो मुकुमलुङ जुन पहाड छ यसमा पनि चाहिँ तपाईँको एकदमै धेरै हिउँ परेको छ र यसरी कुम्भकर्ण कञ्चनजङ्घा एकदमै सुन्दर देखिरहेको छ यहाँदेखि। त्यसै गरी यता तपाईँको अन्य हिमालहरूमा पनि एकदमै मजाले चाहिँ हिउँ परिरहेको छ र पाँचथरको पनि विभिन्न क्षेत्रमा हिउँ परेको जानकारी आएको छ र यहाँहरूलाई यो एकदमै सुन्दर दृश्यहरू यो ठाउँबाट देखाउन चाहे है त। थ्याङ्क यू।